पाथिभरा माता, कञ्चनजङ्घा, कुम्भकर्ण, मानवरको समीपमा रहनुभएका सारा भक्तजनहरूको चाहिँ रक्षा गर्नुहुने आमाको नमन गर्दै आमाको उत्पत्तिको बारेमा धेरै भक्तजनहरूलाई कसरी उत्पत्ति भयो र आमा कसरी चाहिँ यहाँ पत्ता लाग्नुभयो, आमाको वासस्थान के थियो र यसको के किम्वदन्ती छ भनेर धेरै भक्तजनहरूलाई सुन्ने उहाँहरूको जिज्ञासा छ। यो जिज्ञासालाई पनि हामी थोरै भनौँ। पाथिभरा माता यहाँ परापूर्व कालमा यो एउटा किम्वदन्ती, परापूर्व कालमा यहाँ चाहिँ भेडा गोठालाहरू उभौली भनेर यो चैत वैशाख अस्ति अब यो बेलामा कुम्भकर्णका फेदतिर जानुहुन्छ र यसै गरेर अब उहाँहरू त्यो जाने बेलामा यहाँ आएर चाहिँ गोठ बसेर यहाँबाट उँभो जाने गर्नुहुन्थ्यो, या भेडाहरू राख्नुहुन्थ्यो। अब यो भेडाहरू राखियो, यहाँनिर भेडाहरूले जतासुकै अब फोहोरमार पनि गरे, अब मान्छेलाई पनि पूजा यहाँ देवी हुनुहुन्छ भने थाहा भएन, जतासुकै फोहोरफार भयो के भयो कसो भयो, उहाँहरूलाई चाहिँ आमाले यसो विचार गर्नुभयो, मूर्ख मनुष्यहरूलाई थाहा छैन म यसरी चाहिँ गुफाभित्र तपस्या गरेर बसेको छु भनेर माता पार्वतीले शङ्कर भगवानलाई पति पाऊँ है भनेर धेरै अनादिकालसम्म चाहिँ तपस्या गरेर बस्नुभएको थियो। यहाँका नौरङ्गी फुलहरूलाई लिएर चाहिँ सदा सर्वदा बालुवाको लिङ्ग बनाएर आमा पूजा गर्नुहुन्थ्यो, भोले बाबालाई पति पाऊँ है भनेर। अब यसरी पाऊँ भनेर पूजा गर्दै गर्दै जाँदा कुनै समयमा भौमासुर नाम गरेको एउटा राक्षस आएर व्रतलाई बिगार्न खोज्यो। बिगार्न खोज्दाखेरि आमाले अब उहाँको पनि उद्धार गरिदिनु पर्यो भनेर उहाँलाई पनि उद्धार गरिदिनु भयो। महाकाली, महालक्ष्मी, महासरस्वती त्रिरूपमा चाहिँ आमाले उहाँको उद्धार गरिदिनु भयो। अब उद्धार गरिदिसकेपछि पनि यो कुरा त छैन, आमा पूजा गरिरहनु भएको छ, पूजाआजा प्रकरण चलेको छैन। यो प्रकरण चाहिँ अब कसरी चलाउने भन्दाखेरि त्यतिखेर भेडा ल्याएर यहाँ राख्यो। भेडा राखिसके पश्चातमा माताजीले विचार गर्नुभयो अब यो भेडालाई अलग गराउनु पर्यो। यो भेडालाई अलग गराएपछि त केही माध्यम हुन्छ भनेर एउटा माध्यम चाहिँ बाटो बनाउनु भयो। यस पछाडि भेडा लुकाइदिनु भयो। भेडा गोठालाहरू आएर बसिसकेपछि अब खानासेना खाएर उनीहरू सुते। गड्याङ गुडुङको धुम्मिएको बेला थियो, यो चट्याङको बेला हो, यतिखेर चाहिँ गड्याङ गुडुङ गर्ने चाहिँ समय हो। त्यस्तै गरेर यहाँ चाहिँ उनीहरू खाएर सुते। घोर अन्धकार भयो, भेडाहरू बसेका थिए, कुकुरहरू आफ्नो रखबारी गर्दै थिए, उनीहरूलाई गाढा निन्द्रामा पार्नुभयो, भेडाहरूलाई लुकाइदिनु भयो। बिजुली चम्क्यो, हेर्दा भेडा छैन। भेडा नभइसकेपछि अब उहाँहरूले के गर्ने त, उनीहरू यतिकै अब तोरा त्यताउता हेरे, केही भएन, गड्याङ गुडुङ गरेको छ, दुखित भएर सुते। त्यस पछाडि 5 दिनसम्म खोजे, 5 जना गोठालाले 5 दिनसम्म खोजे। खोज्दाखेरि नपाएपछि यहीँको कृत्रिम धूप हालेर उहाँहरूले चाहिँ भगवान यहाँ कोही केही देवी देवताहरू केही हुनुहुन्छ भने हामी जान्दैनौँ, मनुष्य हौँ, यसले गर्दाखेरि हजुरलाई चाहिँ हामीले यो धूप हालेको छ, धूपको बासना लिँदैनलाई हाम्रा चाहिँ भेडा भेटुन् भनेर उनीहरूले आफ्नो दुःख व्यक्त गर्नुभयो। दुःख व्यक्त गरिसके पश्चात अब उनीहरू पनि यतिकै दुखित भएर सुते। सुतिसकेपछि 5 कन्याले, साना बालिकाहरू, 5-6 वर्षका बालिकाले आएर 5 जनालाई एकै समयमा दर्शन दिनुभयो। उहाँहरू गाढा निन्द्रामा हुनुहुन्थ्यो। त्यही निन्द्रामा उहाँहरूलाई चाहिँ सोध्नुभयो त हजुरहरू को हुनुहुन्छ, कसरी आउनुभयो बालिकाहरू भनेर उहाँहरूले चाहिँ सोद्धाखेरि अब उनीहरूले हामी देवी हौँ, हजुरहरू किन दुखी हुनुहुन्छ त भनेर सोद्धा हाम्रा चाहिँ भेडा हराए, हाम्रा 500 भेडा हराए, अब के गरौँ, हामीहरूलाई चाहिँ बडा दुःख परेको छ, हजुरहरूलाई चाहिँ केही छ भने बताइदिनुहोस् उपाय भनेर भन्दाखेरि भेडा भेटिन्छन्, चिन्ता नगर्नुहोस्, तर यहाँ धेरै ठुलो धुपीको रुख छ। त्यो धुपीको रुखको फेदमा ओडार छन्, गुफा छन्। त्यहाँनिर माता पार्वतीले शङ्कर भगवानलाई पति पाऊँ है भनेर चाहिँ बालुवाको लिङ्ग बनाएर पूजा गर्दै हुनुहुन्छ। त्यो पूजा गरेको ठाउँमा हजुरहरूले पूजा गर्नुपर्छ। पूजा गर्नुभयो भने भेडा भेटिन्छन् भनेर सपनैमा भनेको हुनाले अब उहाँहरूले पनि सपनैमा हुन्छ भनेर भन्नु। तर हामीहरूलाई त केही थाहा छैन, हामी पूजा गर्न पनि जान्दैनौँ, हामीहरूलाई पूजाको विधि पनि छैन, हामीलाई केही थाहा छैन, हामीसँग केही छैन, हजुरले बताइदिनुपर्छ, त्यस अनुसार हामी पूजा गर्छौँ भनेर भनिसकेपछि जसरी अहिले हामीहरूले ढोकाको दाहिनेपट्टि गणेश राखेका छ, शिवजी राखेका छ, त्यहाँबाट हामी सिधै आएर भैरवको पूजा गर्छौँ। भैरवको पूजा गरेर कञ्चनजङ्घा, कुम्भकर्ण आदिको पूजा गर्दै गर्दै हामी यसरी घुमेर आएर वनवासीको पूजा गर्छौँ, खोलाको पूजा गर्छौँ, सिकारीको पूजा गर्छौँ, पितृको पूजा गर्छौँ, मूलशिलाको पूजा गर्छौँ। तल्लो गेटबाट हामी चाहिँ धूप बातीहरू बाहिर राखेर तल्लो गेटबाट प्रवेश गर्छौँ। सिधै आएर नरिवल फुटाउँछौँ, अनिखेर यहाँ दीपको दर्शन गर्छौँ, आएर यहाँ मूलशिलाको दर्शन गर्छौँ।
यो मूलशिलाको दर्शन गर्छौँ, त्यस पछाडि आएर आमालाई चाहिँ सिँगारहरू गर्छौँ। यसरी पूजाको जो समयमा देवीहरूले गोठालाहरूलाई बताइदिनु भएको चाहिँ यसै अनुसार यहाँ राखेको हुनाले यो चाहिँ हजुरको त्यहाँ पूजा गर्ने काम हुन्छ। अहिले पनि त्यो पूजाहरूको प्रकरण चल्दैछ र त्यतिखेर यो पूजाको विधि पनि बताइदिनु भएको थियो। उहाँहरूले हुन्छ भनिसकेपछि उहाँहरू 5 जना होला, उहाँहरूको निन्द्रा खुल्यो। निन्द्रा खोलेर हेर्दाखेरि सबैजनाले हेर्दाखेरि कोही छैन। अनि उनीहरू एक आपसमा कुरा गरेर त्यस पछाडि उहाँहरूले चाहिँ भेडाहरू पाइए। उनीहरू खुसी भए, अत्यन्त गदगद भएर फेरि उनीहरूले चाहिँ खोज्दाखेरि त्यो ठाउँलाई पत्ता लगाएर पूजा गरे।